एउटी यस्ती रानी जो न हिँड्न सक्छिन्, न आफ्नै हातले खाना खान सक्छिन्, न त आफ्नो ठाउँबाट हल्लिन नै सक्छिन्। तैपनि हजारौं सेविकाहरू दिनरात उनको सेवामा तल्लीन रहन्छन्, उनलाई खाना खुवाउँछन् र उनको मालिस गर्छन्। तर जुन दिन यी रानीले एउटा सानो गल्ती गर्छिन्, तिनै सेविकाहरूले उनलाई खाना दिन बन्द गरिदिन्छन् र उनलाई भोकभोकै तडपी तडपी मर्नका लागि छोडिदिन्छन्। मरेपछि उनको शरीरलाई पनि चाटेर खाइदिन्छन्। यो कुनै फिल्मको कथा होइन, यो कथा हो धमिराको रानीको, जो यस धरतीमा सबैभन्दा धेरै अण्डा दिने जीव र सबैभन्दा लामो आयु बाँच्ने किरा पनि हो। आउनुहोस् जानौं यी रानीको जीवनको त्यो रहस्य जसलाई सुनेर तपाईं अचम्ममा पर्नुहुनेछ। सबैभन्दा पहिले यो जान्नुहोस् कि कुनै पनि धमिरा जन्मिने बित्तिकै रानी बन्दैन। रानी बन्नका लागि एउटा लामो यात्रा तय गर्नुपर्छ। हरेक वर्ष वर्षाको मौसममा धमिराको कोलोनी गोलोबाट हजारौं पखेटा भएका धमिराहरू बाहिर निस्कन्छन्, जसलाई अलेट्स भनिन्छ। यिनीहरू हावामा उड्छन् र यही उडानकै क्रममा भाले र पोथीको जोडी बन्छ। उडानपछि उनीहरूले आफ्ना पखेटाहरू चुडालेर फ्याँकिदिन्छन्, किनकि अब उनीहरूले कहिले उड्नु पर्दैन। त्यसपछि यो जोडीले जमिनभित्र एउटा सानो कोठा खन्छ र आफूलाई भित्र बन्द गर्छ। यहीँबाट सुरु हुन्छ एउटा नयाँ कोलोनीको सुरुवात। पोथी रानी बन्छिन् र भाले राजा बन्छ। सबैभन्दा अचम्मको कुरा त के छ भने यो राजा जीवनभर रानीसँगै त्यही कोठामा रहन्छ। सुरुमा रानी सामान्य धमिरा जस्तै सानो र पातली देखिन्छन्, तर रोचक कुरा के छ भने उनको टाउको र खुट्टा पहिलेकै आकारका रहन्छन्, तर शरीर भने यति ठूलो भइदिन्छ कि साना खुट्टाहरूले जमिनसम्म छुन पनि सक्दैनन्। रानी हल्लिन समेत सक्दिनन्। उनको छाला पनि पातलो र पारदर्शी हुन्छ। अब सुरु हुन्छ अण्डाको धमाका। एउटा वयस्क रानी धमिराले हरेक दिन 20,000 देखि 30,000 अण्डा दिन्छन्। अफ्रिकाका केही प्रजातिमा त यो संख्या 40,000 सम्म पुग्छ। हिसाब गर्ने हो भने आफ्नो पूरा जीवनकालमा एउटा रानीले 10 करोड भन्दा बढी अण्डा दिन सक्छिन्। यो यस धरतीमा कुनै पनि जीवको सबैभन्दा बढी प्रजनन क्षमता हो। अब यति धेरै अण्डा दिने रानीलाई सहयोग कसले गर्छ? यसको जवाफ हो वर्कर कामदार धमिरा, जसले रानीको सेविकाको रूपमा काम गर्छन्। यी कामदार धमिराहरू रानीको वरिपरि 24 घण्टा तैनाथ रहन्छन्। यिनीहरूको काम रानीलाई खाना खुवाउनु हो, किनकि रानीको मुख यति सानो हुन्छ कि उनले आफै खान सक्दिनन्। कामदारहरूले पहिले काठ खान्छन्, त्यसलाई पचाउँछन् र पछि चपाइएको खाना रानीको मुखमा हालिदिन्छन्। यसबाहेक कामदारहरूले रानीको मालिस गर्छन्, उनको शरीर सफा राख्छन् र रानीले दिएका अण्डाहरूलाई उठाएर नर्सरीसम्म लैजान्छन्, जहाँ उनीहरूको हेरचाह हुन्छ। जबसम्म रानीको फेरोमोन एक प्रकारको रसायन सक्रिय रहन्छ, तबसम्म अर्को कोही रानी बन्न सक्दैन।